Hi all friends, good morning. न्यानो माया अन्त साथीहरु आज म बिहानै भिडियो बनाउँदैछु। मलाई आज बिहानै जागर चल्यो त्यही भएर अन्त आज चाहिँ हाम्रो चाहिँ मस्याम बारीमा आएको छु। मस्याम अन्त सिबीहरु यो चाहिँ म चाहिँ मस्याम भन्छु, हजुरले के भन्नुहुन्छ है। अन्त यो मस्याम चाहिँ धेरै फल्देको छ पाले है। मैले चाहिँ नयाँ माटोबाट रोपेको थियो, त्यही भएर नयाँ माटो कसरी बनाउने हजुरलाई थाहा छैन भने मेरो भिडियो अगाडि मैले भिडियो बनाएको छु। नयाँ माटो मैले कसरी बनाउने कुराहरु शेयर गरेको छु, तपाईले हेर्न सक्नुहुन्छ। अन्त यहाँ चाहिँ हामीले मस्याम रोपेको थिएँ है। अन्त मैले चाहिँ पहिला मेरो बारीमा चाहिँ मस्यामै नफल्दिने, मस्याममा पटक्कै नफल्दिने, त्यही भएर चाहिँ मैले यो मस्यामलाई चाहिँ मस्याम रोप्ने जग्गामा चाहिँ डिलडालहरु तानेर है केही फलफुल रोपेर नयाँ माटो बनाएर चाहिँ रोपेको थिएँ साथीहरु। त्यही भएर मजाले फल्देको छ है, मजाले फल्देको छ। यता चाहिँ अन्त सिमीबारी पनि राम्रो भइदिएको छ। यता चाहिँ सिमीबारी छ, यता चाहिँ सिमी पनि राम्रो फल्देको छ है। अन्त यहाँ चाहिँ मस्याम लडी फलिदियो यो पालि चाहिँ मस्त है। नत्र भए यस्तो साह्रो फल्थेन हाम्रो बारीमा मस्यामहरु पनि, कहिले पनि फल्थेन है। त्यो भएर यो पालि चाहिँ मजाले फल्देको छ मस्यामहरु पनि, मजाले जुम्पा लागि है। मैले चाहिँ मजाले डिलडाल ताने पछि भिडियोमा फेरि दोबारा बनाउने छु है। पहिलाको भिडियोमा मैले बनाएको छु नयाँ माटो कसरी बनाउने कुराहरु है, के रूपमा पर्ने नयाँ माटो बनाउँदा भन्ने कुरा लिएर आएको थिएँ। अन्त फेरि पनि हजुरलाई पछिको समयमा म ल्याउने छु है। अन्त मस्याम रोप्दाखेरि चाहिँ मैले के पनि लाइन, कसरी नयाँ माटो बनाउने भन्थे सोचेर चाहिँ नयाँ माटो बनाएर रोपेको। यहाँ केही पनि लगाएको छैन हामीले। यस्तो मजाको झ्याङाएर यस्तो मजाले फलिदिएको छ मस्यामहरु पनि है। हेर्नुस् न यहाँ पर पनि दामी फलिदिएको छ। अन्त यतातिर चाहिँ हामीले घाँसहरु रोपेको छ। हेर्नुस् न यसमा यस्तो धेरै फलिदिएको छ है, हेर्नुस् न हो। अन्त यसमा हामीले यस बारीमा घाँसहरु रोपेको छु है, मजाले भइदिएको छ। त्यहाँ चाहिँ हामीले मस्याम रोपेको थियो, धेरैपल्ट भएको थियो। अनि मस्याम रोप्ने जग्गा नै हामी डाँडा चाहिन्छ भनेर डाँडामा रोपेको थियो कि साथीहरु, तर के गरेर नफलिदिने एउटा पनि। अन्त त्यही भएर चाहिँ मैले डल्लै नयाँ माटो बनाएर रोपेको, एकदमै राम्रो भइदिएको छ। हेर्नुस् त कस्तो दामी फल्देको छ। यहाँ चाहिँ हाम्रो अलिक लेक साइड पर्छ कि साथीहरु, त्यही भएर हामीले एकदमै मेहनत गर्नुपर्छ। यहाँनेरि चाहिँ अलिकति अब लेकै भनौँ, गर्मी पनि हैन लेक पनि हैन, ठिकैको जग्गामा छ, तर पनि एकदमै मेहनत गर्नुपर्छ। हेर्नुस् त कस्तो मजाले फल्देको छ मस्याम, दामी भइदिएको छ। अन्त यतातिर पनि दामी भइदिएको छ है। कुकुरहरूले बदमास गरेर पिट्नु हुँदैछ कुकुरलाई पनि हो, मजाले फल्देको छ। अन्त फिलहालमा चाहिँ हामीले मस्याम रोपेको छु है। अन्त सिबीहरु हामीले खाने बेला भइरहेछ। यतातिर भयो, यो चाहिँ पछुवा हो, यता चाहिँ अलिक अगुवा छ है सिबी। अन्त मजाले फल्देको छ सिबी पनि। यो चाहिँ हाम्रो घिउबरी हो। अन्त यता चाहिँ दालखानी रोपेको छ सिमी हामीले यतातिर पनि है, मजाले फलिदिएको छ। हाम्रो चाहिँ अब दालहरु किन्दैनौँ, हामीलाई चाहिँ त्यो बजारको चाहिँ मन पर्दैन, त्यति साह्रो खाँदैनौँ हामीले, त्यही भएर हामी सबै घरमै रोप्छौँ दालहरु पनि है। यो चाहिँ हामीले घरको दालको लागि रोपेको, राम्रो भइदिएको छ है। हेर्नुस् न जिउ पनि दामी फल्देको छ। अन्त यो चाहिँ अल्को सिमीलाई चाहिँ दालखानी सिमी घिउ सिमीलाई अल्को सिटा लगायो भने चाहिँ ज्यादा फल्छ, होचो लगायो भने चाहिँ कम्ती फल्छ है साथीहरु। सिटा पनि धेरै चाहिन्छ।
मनी मनीको हेर्नुहोस् त मनी राम्रो हुँदैन तर माथि गएर मजाले फल्छ सिबीहरू हेर्नुहोस् त माथि पुरा फलेको हुन्छ पुरा हुन्छ है यता त हाम्रो यो माथि चाहिँ हाम्रो फलफुल बारी हो अन्त यता चाहिँ हामीले आलु रोप्नलाई रेडी गर्दैछौँ साथीहरू यता चाहिँ हामीले हल्का हल्दीहरू रोपेका छौँ यो पिँडालु है पिँडालु यहाँ चाहिँ नयाँ माटोबाट यहाँ बिजन राखेका छौँ हामीले सानो पिँडालुको बिजन रोपेका छौँ यहाँ चाहिँ त्यो चाहिँ अर्को साल खाना चाहिँ हुँदैन बिजन मात्रै हुन्छ है बिजन खाली हुन्छ यो चाहिँ एकदमै राम्रो हुन्छ यसो नयाँ माटोमा रोप्यो भने चाहिँ यो चाहिँ हामीले बिजनको लागि मात्र रोपेका साथीहरू यो चाहिँ खानु हुँदैन यो चाहिँ अब अर्को साल रोप्नु राम्रो हुन्छ अब यो आउने साल रोप्नु राम्रो हुन्छ अन्त यता चाहिँ हामीले हल्दीहरू रोपेका छौँ हल्का फुल्का है अन्त यता चाहिँ हामीले आलु रोप्ने जग्गा बनाउँदैछौँ साथीहरू आलु रोप्ने जग्गा यता बनाउँदैछौँ यता चाहिँ आलु रोप्ने जग्गा बनाएको हामीले यता आलु रोप्ने जग्गा बनाउँदैछौँ है अन्त आधी चाहिँ खनिसकेका छौँ यतातिर खनजोत गरिसकेका छौँ मरमा है हाम्रोतिर आलु चाहिँ ज्यादा रोप्दैनौँ त्यो भएर आलुबारी चाहिँ हामी खनेरी अब काँटा कोदालोले खनेर रोप्छौँ तिर रोप्दैनौँ त्यस्तै एक दुई पट्टा रोप्छौँ एक दुई बोरा रोप्छौँ है अन्त यहाँ चाहिँ हामीले तोरी छरेका छौँ साथीहरू यो चाहिँ हामीले सागसब्जी बेचबिखनको लागि तोरी छरेका छौँ यहाँ चाहिँ अन्त यो चाहिँ हामीले डिलडाल पहिरो नजाओस् भनेर रोपेको हो रुखपात चाहिँ ज्यादै अब पहिरो जान्छ है र बाखल तान्छु भनेर यसरी रोपेको रुखपातहरू यसरी लगाएका छौँ हामीले सागसब्जीहरू साथीहरू यसरी खनखान गरेर एकदमै अर्ग्यानिक हो यिनीहरू चाहिँ तोरीबारी छरेका छौँ हामीले यस्तो प्रकारले है हेर्नुहोस् न धेरै राम्रो भइदिएको छ यो चाहिँ हामीले बेच्नको लागि रोपेको राम्रो भइदिएको छ यो चाहिँ एकदम अर्ग्यानिक हो साथीहरू हामीले यसमा के पनि मिलावट गर्दैनौँ सागसब्जीमा कुनै फर्टिलाइजर पनि लगाउँदैनौँ एकदम अर्ग्यानिक किनकि हामी पनि खानु पर्यो अरूलाई पनि राम्रो होस् भन्ने चाहनाले रोप्छौँ हामी चाहिँ छलफल गर्छौँ है सागसब्जीमा कुनै मिलावट गर्यो भने मानिसहरूलाई अब हामी त पैसा रुपियाँको लोभ गर्छौँ तर त्यो नगरेर अरूको लागि राम्रो भलाइ सोच्यो भने राम्रो नै हुन्छ नि त होइन त्यो भएर हामीले सोचेर रोप्छौँ राम्रो गरे राम्रै नै हुन्छ होइन त्यही भएर अब राम्रोसँग रोप्यो भने राम्रै हुन्छ नि त अन्त यहाँबाट चाहिँ हाम्रो उता चाहिँ इस्कुसबारी यहाँबाट चाहिँ इस्कुसबारी छ यहाँदेखि चाहिँ इस्कुसहरू लगाएका छौँ हामीले उकालो है ओह्रालो सबै नै अब इस्कुसबारी हुन्छ हाम्रो चाहिँ अन्त इस्कुस टिप्ने बेला भइरहेछ अन्त के गर्ने अहिले भाउै छैन त्यही भएर टिपेका भन्ने छैनौँ साथीहरू गाह्रो छ इस्कुसको भाउहरू नहुँदा सागसब्जीको भाउ नहुँदा पनि गाह्रै हुन्छ साथीहरू अहिले धेरै नै गाह्रो हुन्छ अन्त त्यो माथि हजुरहरूलाई देखाइसकेका छौँ
जङ्गलहरू छ यहाँ माझमा है, बिचमा भनौँ न, माझमा भन्नु मात्रै आउँछ मलाई चाहिँ बिचमा। अन्त यहाँदेखि उकालो छ भने जङ्गल हो। यहाँ चाहिँ हामी घाँसपातहरू गर्छौँ, मतलब यो आफ्नो आफ्नो जङ्गल हुन्छ, त्यही भएर चाहिँ यता चाहिँ अब त्यो उयो हुँदैन, के भन्छ फरेस्टर हुँदैन, यो चाहिँ आफ्नै घरको जङ्गलहरू हुन्छ। त्यही भएर चाहिँ उको चाहिँ जङ्गलतिर चाहिँ साथीहरू हामीले चाहिँ के भन्छ दाउरा घाँसहरू अब हुन्छ नि गाई बाख्रालाई काट्नु पर्यो त्यस्तै। अन्त अहिले कति बजिसक्यो, 8 बज्न लागिसक्यो, बिहानको सुबहको 8 बज्न लाग्यो। अन्त दिन पनि राम्रो भइदिएको छ, चिसो छ तर हाम्रोतिर चाहिँ पुरै जाडो पराइसकेको छ साथीहरू। अन्त एकदमै घामको हामी इन्तजार गरिरहेछौँ, कति बेला घाम आउने तातो हुने भनेर। अन्त छैन अहिलेसम्म घाम पहाडीतिर आउँदैछ, भरिपट्टि हेर्नुहोस् न, पहाडीपट्टि आउँदैछ, कति आशा छ घाम आयो भने तातो हुन्छ भनेर है। एकदमै चिसो छ यहाँनिर, अब चाहिँ दिनदिनै जाडो हुँदैछ, मौसम खराब हुन जाँदैछ, तर पनि ठिकै छ है। सबै कुरा ईश्वरको परमेश्वरको देन हो, त्यसै भएर परमेश्वरलाई धन्यवाद चढाउँछौँ सबै कुराको लागि है। अन्त साथीहरू मेरो भिडियो मन पर्यो भने सेयर लाइक कमेन्ट गरिदिनुहोस् है। अन्त नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा जोइन हुनुहोस्, कमेन्ट छोड्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् है। यता चाहिँ अझै खन्नु बाँकी छ, बारी अझै अलिकति खन्नु बाँकी छ है। यता चाहिँ हामीले यता त खनिसकेको, यतापट्टि चाहिँ खनिसकेको हालेर रोप्नुलाई रेडी भइरहेछ है। अझै धेरै नै खन्न बाँकी छ साथीहरू। अन्त यता चाहिँ हामीले बाख्रा पालेको छौँ न, बाख्राको मलले गर्दा धेरै राम्रो सागसब्जीहरू हुन्छ चाहिँ। अन्त हामीले मेहनत रोपेको गाईको दानाको लागि है। अन्त यता चाहिँ हामीले सक्खरखण्डको बिजनहरू राखेको छौँ, यता चाहिँ धेरै राम्रो भइदिएको छ। यो चाहिँ अब अर्को सालको लागि, यो सालको लागि त परेन है, पर नै राम्रो पिक्छ त्यो चाहिँ। यता चाहिँ पिण्डाल रोपेको, पिण्डाललाई खङले लाग्यो योपालि, पुरानो माटो भएपछि खङले लाग्छ साथीहरू। त्यही भएर यसलाई हामीले अब कोदोहरू लाउनु पर्यो यसमा है। कोदो रोप्यो भने चाहिँ छिटो राम्रो हुन्छ, बारीमा सबै खङलेहरू मसिन्छ। अन्त पुरानो माटोलाई चाहिँ त्यो कोदोको जराले आफ्नो शरीरमा लिदिन्छ। अन्त कोदो रोप्यो भने चाहिँ बारी राम्रो हुन्छ। चाहिँ तोरी थर्खर गऱ्यो भने यहाँ चाहिँ हामीले के भन्छ के पनि रोपेको छैन अहिलेसम्म, त्यही भएर मटर रोपेको। मटरहरू रोप्दा भने जुन चाहिँ त्यो बजारको प्याकेटको मटर रोप्यो भने चाहिँ यस्तो हुन्छ साथीहरू बारी। अन्त हामीले चाहिँ छोडिसकेको छु, त्यो बजारको त्यो प्याकेटको मटर हुन्छ नि, रातो प्याकेटको रातो हुन्छ त्यो, मतलब त्यसलाई चाहिँ फर्टिलाइजर लगाएको हुन्छ, के केमिकलहरू लगाएर चाहिँ होचोचोमा फलाउने हुन्छ नि, त्यसले डल्लै माटो बिगार्दैछ साथीहरू। त्यही भएर हामीले छोडिसकेका छौँ त्यस्तो मटर रोप्नु पनि हामीले है।
यो अब बजारको केही कुरा रोप्यो भने गाह्रो पर्दो रहेछ साथीहरू, सबै माटो बिगारिँदो रहेछ।